हेलो साथीहरु, वेलकम टु माई न्यू भिडियो, न्यू डे, न्यू भ्लग लिएर चाहिँ म यहाँहरु सामने आइसकेको छु। देख्न सक्नुहुन्छ आज चाहिँ म दिउँसोको 1-2 बजेबाट चाहिँ मेरो भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ म यहाँ यो बाटो मेन बाटो छोडेर चाहिँ यताबाट जानुपर्ने हुन्छ। म कहाँ जाँदैछु भन्ने कुराहरु हजुरहरुले लास्टसम्म हेरेर थाहा पाउनु हुनेछ साथीहरु। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अब म चाहिँ तपाईहरुलाई लास्ट देखाउने छु है त। लास्टसम्म हेर्दिनु होला। स्टे ट्युन। म चाहिँ अहिले आधी बाटोसम्म पुगेको छु साथीहरु। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ कपुर थान पनि रहेछ। यहाँ नानीको रहेछ। देख्न सक्नुहुन्छ वहाँ चाहिँ रहेको छ खोला। साथीहरु खोला हामी जाँदैछौँ। अहिले चाहिँ मेरो काका चाहिँ मेरो स्कुटी चाहिँ यहाँ रहेको छ। अहिले चाहिँ मेरो काका चाहिँ वहाँ गाई सारेर आउँछु भन्नु भएर मैले एकछिन यहाँ पर्खिरहेको छु। अब हामीले चाहिँ उयो खोला तरेर जानुपर्ने हुन्छ साथीहरु। हेर्दै गर्नु होला हामी कहाँ जाँदैछौँ त आज काका भतिजनी। देख्न सक्नुहुन्छ लास्टसम्म हेरेर बस्नु होला अनि मात्र थाहा पाउनुहुन्छ यहाँहरुले हामी कहाँ जाँदैछौँ त भनेर। मैले खोला जाँदैछु साथीहरु। खोला हेर्नको लागि कस्तो छ भनेर। भनि ठुलो रहेछ। तर्ने कहाँबाट हो हामी अहिले तर्न सकिन्छ कि सकिँदैन। खोला त तर्नु पर्ने हुन्छ साथीहरु। के गर्नु त अब। तर मेरो काकालाई सबै कुरा थाहा हुन्छ। उहाँले नै कहाँबाट तर्ने हो चिन्नुहुन्छ अनि हामी त्यहीबाट तर्छौँ। मलाई त्यति थाहा छैन। वहाँनिर चाहिँ मेरो गाउँको भाइहरु चाहिँ राँगालाई पानी दिँदै गए। पानी खुवाउँदै आल बसाउँदै हुनुहुन्छ जस्तो छ। जुम गरेको राम्रो देखिन। म वहीँ जान्छु। खै को पनि त्यहाँनिर बसिरहेको छ। देख्न सक्नुहुन्छ खोला चाहिँ। वाउ कस्तो पिस। यहाँहरुले खोलाको आवाज सुन्न सक्नुहुन्छ गाइस। कति पिस कस्तो मजाले कराइरहेको छ। पिस। वाउ। वाउ। गर्मीको कारणले गर्दाखेरि पानीमा बसाउनु पर्ने हुन्छ है। जस्ट नेचुरल खोलाको आवाज सुन्न सक्नुहुन्छ हजुरहरुले। कति निश्चल कति सफा पानी छ। अलिकति पनि फोहोर देख्न सक्दैनौँ हामीले यहाँनिर। गाइस काका चाहिँ अहिले पनि आइसक्नु भएको छैन। एकदमै ढिलो गर्नुहुन्छ हाम्रो काकाले चाहिँ। जे काम पनि ढिलो। हराउनु भयो त्यतै। मैले काका आएपछि हामी जानुपर्ने हुन्छ यो खोला तरेर। पहिला हामी यहाँ ढुकुनी भन्छ साथीहरु हेर्न त। ढुकुनी तिरमा पहिला गई ढोका खोलको वहाँ चाहिँ एकजना मान्छेले उहाँलाई पानी खुवाउन ल्याउनु भएको छ साथीहरु। होला सबै गरेर हेर्दै हुनुहुन्छ ले बहिनीले चाहिँ के गर्दैछ भनेर। मेरो काका आउनु भयो जस्तो छ। मैले बाइकको आवाज सुने। मेरो काका आउनु हुँदैछ। मैले जानुपर्ने हुन्छ। ए साथीले जाँडेको त्यही टेक्दै हिँड्नुहुन्छ नि। अलिक गएर म त भाँसिन्छ पनि भन्छ नि त। कति लाग्यो ला हौ यतै आउँदैछ होला हौ बुढो मान्छे त।
ए उसको बाटै हो त अनि हामी त हात्तीको बाटो पो हिँड्दैछौँ त नि त्यही दिनको हो नि औँसीको फिजोड पो रहेछ नि ए ठुलो पो रहेछ त नि त्यो गिरीको उयो भनेको ज्वाइनिङ होइन अनि बाई द टाइटल अनि थम्बनेल हेरेर पनि यहाँहरूले थाहा पाइसक्नु भयो होला साथीहरू म चाहिँ चारो खोज्न गएको थिएँ हिजो सुँगुरले खाने चारो रहेको छ यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बाई